मनोकामना भनेको चाहिँ जस्तै अब शिवजीले सतीदेवीको लासलाई बोकेर हिँडेको बेला जस्तै धरानमा आएर दाँतहरू दन्तकाली भयो, स्वयंपुरमा आएर आँखो झर्नु सिद्धकाली भयो, यहाँ आएर जुन धर्ममा मन पाउँछ त्यो भाग यहाँ झर्नु मनोकामना भयो, कसमा त्यहाँ गएर गुह्यधर गुह्येश्वरी भयो, यस्ता हजारौँ शक्तिपीठहरू त्यो कल्पना अगाडि भए। जब हाम्रो देशमा टुक्रा टुक्रा राज्य भएको बेला रामशाह राजा बेला गोर्खामा रामशाह राजाको महारानीले अति भक्ति गर्न थाल्यो, मनोकामना सम्झेर आफ्नो पूजा कोठामा पूजा गर्न थालेपछि हामी सुखी र ठुलो बन्नका लागि भक्ति गर्छौँ, पूजा गर्छौँ। रानीलाई सुखी र ठुलो बन्न थिएन, त्यसले गर्दा उहाँले भक्ति गर्न थालेपछि तिम्रो इच्छा के छ, सुखी र ठुलो बन्नका लागि अरूले केही इच्छा छ भने भन। माताले सपना दिँदाखेरि उहाँले आफ्नो इच्छा पूर्ण गर्नुभयो कि मनोकामना हुन। त्यही मात्र मनोकामना मलाई पनि मनोकामना हुने शक्ति प्रदान गर्नुपर्छ। उहाँले जब माग राखेपछि अब तिम्रो राज्यकाल पछाडि तिम्रै दरबारका छेउ मनोकामना उत्पत्ति हुनु भने जब माताले आशीर्वाद दिएपछि नै रामशाह राजाकी महारानी गोर्खामा मनोकामनाको रूप देखाइदिरहेका छन्। अब फेमस छ नि त, अब यहाँको फेमस हुनुपर्ने, यहाँ पनि फेमस हुनुपर्ने, त्यहाँ पनि फेमस हुनुपर्ने। तर त्यहाँ चाहिँ आफ्नै श्रीमती राजाकी भएकाले, रानीको नै उद्योग भएकाले त्यहाँ फेमस बनाऊ। अब यहाँ चाहिँ कुनै बुढाकी अब श्रीमतीको टुक्रो झरेर बनेको भएकाले मेन यही हो। मेन मनोकामना यो संसारमा मनोकामना भनेर नाम निक्लेको यहाँबाट। वारी जमाना पारी जमाना जमानाका फेदा मनोकामना एकादशी बजार यहाँ फन्के रोटी थालौँ भनेर जुन गीत हाम्रा खेम गुरुङले हाम्रा जिजुबाजुले गाएको गीत सुनाइदिने काम गर्नुभयो, सुनाइदिने काम गरे हुँदै होइन, सबै सङ्कलन गरेर उनले सुनाइदिने काम गरे। त्यही भएकाले अब यहाँ मनोकामना माता भनेर सबैलाई जानकारी पनि भयो। र अब जसले फेरि अब यो शक्तिपीठमा टेक्छ भने उसले एक्काइस सुनको उद्धार गर्छ, उसले यो संसारका खिचडी यहाँ फेरि जमिनमा पर्दैन। अब करोडौँ वर्षसम्म देवीका धाममा सुख र स्वर्ग भोगेर बस्न पाउँछ जसले शक्तिपीठमा टेक्छ भने जन्मिएर एकचोटि मात्रै पनि टेकोस्। त्यसो भएकाले अब यहाँले त्यस्तो पवित्र पुण्यभूमिमा दर्शन गर्न सहायक भयो। यहाँको कामना प्रदान गर्नु, मनोकामना सबैलाई